living from the house. Hey, what is up guys, welcome back to my channel. It's your boy James. So how you doing? And as you guys know, मैले चाहिँ डेल्टिन क्यासिनो क्रुजमा काम पाइसकेको छु हैन, गोवामा। अनि म चाहिँ आफ्नो डेस्टिनेसनको तर्फ बढिरहेको छु। एन्ड इट्स माई फर्स्ट टाइम हैन, मैले चाहिँ यसरी आफ्नो होम टाउन अनि आफ्नो फ्यामिलीबाट म चाहिँ टाढो गएको एक्लै। अनि जति म बागडोग्रा एयरपोर्टको तर्फ नजिक हुँदै जाँदै थिएँ हैन, मलाई चाहिँ एकदमै नर्भस अनि इमोसनल फिलिङ हुँदै थियो। अनि म चाहिँ पुगिसकेको छु एयरपोर्टमा। अनि विशेष त के भयो भन्दा मलाई एकदमै अत्ता लाग्यो त्यो एयरपोर्टभित्र हैन। त्यसले गर्दा चाहिँ मैले आफ्नो फ्यामिलीहरूलाई पनि राम्रोसँगले अब अलविदा गर्नु पनि पाइनँ क्या, त्यो भेटघाट ग्रिटिङ्स गर्नु पनि पाइनँ हो। त्यो बिस्वाद लाग्यो त्यो चाहिँ मलाई। अनि यहाँ चाहिँ हामी सबै साथीहरूलाई मैले भेटिसकेँ हैन। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले, हामी चाहिँ अब बोर्डिङ हुँदैछ हैन भित्र, एयरप्लेनभित्र हामी चाहिँ पोस्ट आँटेको छ। And now I have reached Hyderabad International Airport. अनि यहाँ चाहिँ हाम्रो 4 घन्टाको लेओभर थियो हैन। तर स्याडली चाहिँ के भयो भन्दा वेदरले गर्दा चाहिँ हाम्रो फ्लाइट चाहिँ अलिक डिले भयो हैन। सो इट्स नट 4, इट्स 5 आवर्स लेओभर। अनि 5 घन्टा चाहिँ हामी यसरी नै एयरपोर्टभित्र यसरी नै अब डुलिरहेको केटाहरू हैन, यसरी एयरपोर्ट नयाँ ठाउँ हैन, यसरी हेर्दा केटाहरूसँग गफ गर्दा हैन। अनि हामी चाहिँ जाने थियो टोटल 5 हैन, 5 जना केटाहरू अनि 4 जना केटीहरू थियो। अनि हामी सबै केटाहरूले इभिनिङको लन्च चाहिँ सबै एयरपोर्टभित्रै गऱ्यो हैन। भले महँगो थियो तर पनि हैन, केएफसीमा गऱ्यो, अब खानै पर्यो हैन, बिकज अरू त झन् महँगो थियो। सबसे सस्तो भनेकै केएफसी मात्रै थियो हो। अनि फाइनली हाम्रो फ्लाइट आयो हैन, र हामी अन बोर्ड भयो फ्लाइटभित्र। अनि हामी गोवा पनि पुग्यो हैन। अनि हाम्रो सबैको लगेज सगेजहरू पनि आइसकेको छ। हामी चाहिँ गोवा आइपुग्यो गाइस, बल्ल बल्ल फाइनली वी आर वेलकम टु गोवा। वेलकम टु गोवा, हेभ अ नाइस डे गाइस। हाम्रो त कस्तो भयो दिन भनिहाल त। हालत केटा हालत त्यही गरेर थाहा भएको छैन। अलिक चाँडा चिडिक भइरहेको छ। म त्यो यहाँ सुत्नु नपाएर आँखाहरू सुत्ने 2 बजीतिर त हामी सेटल भएको डल्लै खाँदा पर्दा है। आज अन्त कति बिहानै 7 बजी उठाइ भएको हो। त्यो 5 घन्टा मात्रै आधी केटाहरू यहाँ छ। एन्ड दिस इज आवर फर्स्ट डे इन गोवा हैन। आज चाहिँ हाम्रो भेरिफिकेसनहरू थियो हैन, सबै डकुमेन्ट्सहरू चेकहरू थियो। अनि त्यसपछि चाहिँ सबै चेक गरेर रात पनि पर्यो हैन। एन्ड दिस इज द डेल्टिन रोयल हैन, यो चाहिँ सबसे ठुलो हो यहाँ चाहिँ। अनि यहाँसम्म हेरिसक्नु भयो भने च्यानललाई सब्सक्राइब गर्नुहोस् होला, बेल आइकन दबाउनुहोस् होला, अनि लाइक पनि गर्नुहोस् होला, अनि सेयर पनि गरिदिनुहोस् होला हैन। सो स्टे ट्युन फर नेक्स्ट भिडियो जहाँ चाहिँ गोवा एक्सप्लोर हुन्छ, लाइक बिचेस एन्ड अल हैन। क्याच यु गाइज अन नेक्स्ट भिडियो। अन्टिल देन पिस 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 गाइज, बाई 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 बाई।